हेर्ने होइन त नेपाल भर्सेस युएई को म्याच। नेपाली क्रिकेट टिमले नेपालमै पहिलोचोटि फ्लडलाइटको मुनि ऐतिहासिक टी20आई सिरिज खेल्दैछ युएईसँग। त्यो म्याच कसरी हेर्ने त? म्याच हेर्नको लागि क्यानले अनाउन्स गरे अनुसार दुईवटा उपाय छ। पहिलो उपाय भनेको यदि तपाईहरुको घरमा टिभी छ भने तपाईले ठूलो टिभीमा चाहिँ कान्तिपुरमा एक्सएसडीबाट चाहिँ ऐतिहासिक सिरिजको चाहिँ अनुभव लिन सक्नुहुनेछ। दोस्रो उपाय यदि तपाईलाई चाहिँ विज्ञापन हेर्नु छैन, बिना विज्ञापन बिना डिस्टर्बेन्स हेर्न चाहनुहुन्छ र सानो कन्ट्रिब्युसन नेपाली क्रिकेटमा पनि गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले ओटीटी प्लेटफर्म एमएसएम भिडियोबाट चाहिँ हेर्न सक्नुहुनेछ। यसको लागि चाहिँ तपाईले 249 रुपैयाँको सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ यदि तपाई नेपालमा बस्नुहुन्छ भने। नेपाल बाहिर कति छ स्क्रिनमा देख्न सक्नुहुनेछ। सब्स्क्रिप्सन लिँदा के फाइदा हुन्छ भन्दा तपाईले दुईटा म्याच हेर्न पाउनुभयो, सँगसँगै 1 महिनासम्म चाहिँ सब्स्क्रिप्सन भएसम्म अनलिमिटेड मुभीहरु चाहिँ नेपाली मुभीहरु हेर्न पाउनुहुन्छ र तेस्रो भनेको तपाईहरुको चाहिँ अरु एक्स्ट्रा दुईवटा डिभाइस पनि लगइन गर्न चाहिँ सक्नुहुनेछ सेम अकाउन्टबाट। सो नेपाल भर्सेस युएई बीच हुन गइरहेको ऐतिहासिक अन्डर फ्लडलाइट म्याचको पार्ट बन्ने होइन त?